हेलो गाइस वेलकम ब्याक दिस इज तुफान तपाईँहरूले चाहिँ पार्ट 1 भिडियो हेरिसक्नु भयो होला चाहिँ हाम्रो चाहिँ यो चाहिँ मेरो टेक्निकल एनालाइसिस कोर्सको चाहिँ सिरिजहरू चाहिँ पार्ट 1 पार्ट 2 गरेर राखिरहेको छ युट्युब भिडियोमा तपाईँले हेर्नु भएको छैन भने पार्ट 1 गरेर हेरेर आउनु होला र यो आजको टपिक चाहिँ हाम्रो कन्फ्लुएन्स जोन र ट्रेन्ड लाइनको बारे ट्रेन्ड लाइन सपोर्ट एन्ड रेसिस्टेन्टको बारेमा चाहिँ पढ्नेछौँ तपाईँहरूले मलाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला लाइक कमेन्ट सेयर गरिदिनु होला लाइक यदि भिडियो मन परेमा अनि तपाईहरुलाई चाहिँ कोर्स लिन मन छ भने चाहिँ मलाई चाहिँ भएको कन्ट्याक्ट नम्बरमा अथवा हाम्रो ट्रेडिङ ग्रुपमा चाहिँ जोइन गर्नु मन छ भने डिस्कर्ड ग्रुपमा नेपालको अथवा युएसको युट्युबको प्रोफाइलमा चाहिँ त्यहाँ लिंक छ तपाई चाहिँ जोइन गर्न सक्नुहुन्छ सो आजको टपिक चाहिँ हामी स्टार्ट गरौँ अलराइट लेट्स स्टार्ट द भिडियो सो हाम्रो पार्ट 1 मा चाहिँ रिब्यालेन्सिङ र लिक्विडेसनको बारेमा हामीले चर्चा गरेको थियो भने तपाईहरुले हेर्नु भएको छैन पार्ट 1 गएर हेरेर आउनु होला इट्स भेरी इम्पोर्टेन्ट सबै टपिकहरु चाहिँ सबै पार्टहरु चाहिँ नछोडी हेर्नु होला तपाईलाई यदि टेक्निकल सिक्न मन छ भने चाहिँ आज चाहिँ हामी थोरै टच गर्छौं पार्ट 1 लाई अनि त्यसपछि हामी कन्टिन्यू आजको टपिकमा जान्छौं है त सो एज यु क्यान सी इन अ स्क्रिन है स्क्रिनमा देखिरहनु भएको छ लिक्विडेसन जोन भनेको चाहिँ जहाँ बायर र सेलरहरु चाहिँ एक्टिभ हुन्छ बुलिश सेन्टिमेन्ट र बेयर सेन्टिमेन्ट चाहिँ हाई हुन्छ जस्तै अब यो पहिलेको हाईलाई ब्रेक गरेपछि हामी बुलिश हुन्छ मान्छेहरु चाहिँ हामी बुलिश सेन्टिमेन्ट बुलिश हुन्छ तर मार्केट के भयो रिभर्सल गएर अल द वे लो गयो अनि पहिलेको सपोर्ट जहाँबाट बाउन्स भयो त्यो पनि ब्रेक गर्दा हामी बेरिश हुन्छ र तर मार्केट हामी यो ग्रिडी जोन हो यहाँबाट रिभर्सल भएर गयो फेरि पहिलेको हाईलाई ब्रेक गर्यो अनि फेरि कन्टिन्यू डाउन भयो सो यो जोन हाम्रो जुन चाहिँ पहिलेको स्विङहरुलाई चाहिँ ब्रेक गर्दाखेरि त्यो जोन चाहिँ हाम्रो के हो त केयरफुल र ग्रिडी जोन हो जो हामीले पार्ट 1 मा पढेको छौं यु क्यान सी इन पार्ट 1 है त मोर क्लियरको लागि अर्को हामीले पढेको थियो रिब्यालेन्सिङमा के थियो तीनवटा क्यान्डललाई हामी लेख्छौं तीनवटा क्यान्डलमा चाहिँ फर्स्ट क्यान्डलको डाउन साइडमा जाँदाखेरि फर्स्ट क्यान्डलको लो थर्ड क्यान्डलको हाई जुन बिचको क्यान्डलको जुन बडीको भागलाई टच गरेको छैन नि त्यसलाई हामी भन्छौं रिब्यालेन्सिङ जस्तै अब मार्केट केको लागि मुभ हुन्छ भनेको थिए मैले कि त लिक्विडेसन कि त रिब्यालेन्सिङ यु क्यान सी इन दिस चार्ट मार्केट ड्रप अल द वे एन्ड ग्र्याब द लिक्विडेसन पहिलेको स्विङको लोलाई तल गएपछि हामी बेरिश भएको थियो जुन चाहिँ हाम्रो ग्रिडी जोन थियो त्यहाँबाट रिभर्सल भएर हामी प्राइस कहाँ गयो रिब्यालेन्सिङमा गयो दिस इज अ गुड एक्जाम्पल अफ द व्हाट आई एम ट्राइङ टु टिच है मैले जुन चीज गर्न लागेको गुड एक्जाम्पल चार्ट हो यो लिक्विडेसनको लागि मुभ भयो अनि त्यसपछि हामी रिब्यालेन्सिङको लागि मुभ भयो अनि त्यसपछि फेरि रिभर्सल भएको छ यु क्यान सी इन द चार्ट है सो मार्केट चाहिँ दुई कुराको लागि मुभ हुन्छ त्यो हाम्रो माइन्डमा सेट गर्नु पर्यो लिक्विडेसन अथवा रिब्यालेन्सिङ सो हामीले चाहिँ पछि हामीले सिक्दै जाँदाखेरि चाहिँ कुन रिब्यालेन्सिङ धेरैवटा हुन सक्छ कुन रिब्यालेन्सिङले काम गर्छ कुन रिब्यालेन्सिङ चाहिँ इफेक्टिभ छ अनि कुन लिक्विडेसन कुन ट्रेन्ड लाइनको लिक्विडेसन चाहिँ फेक हो अथवा कुन होइन ट्रेन्ड लाइन एक्चुअली बेयरिश टर्न भएको अथवा बुलिश टर्न भएको भन्ने कुरा चाहिँ हामी पछि सिक्दै जान्छौँ आज हामी बस यो सेकेन्ड पार्ट हो सो भिडियो चाहिँ नछुटाइ हेर्नु होला सबै कुराहरू एकदम इम्पोर्टेन्ट छ ओके लेट्स अर्को हाम्रो चाहिँ आजको टपिकमा जाउँ सो लेट्स गो अन आवर टपिक आजको टपिक छ एउटा ट्रेन्ड लाइन एकदमै इम्पोर्टेन्ट हो र बेसिक हो तर एकदम इम्पोर्टेन्ट कुरा हो ट्रेन्ड लाइन भनेको चाहिँ हामीले कसरी गर्छौं भने प्राइस यहाँबाट ड्रप भयो अनि दुईटा पोइन्ट हामीले जब दुईटा पोइन्ट फेला पारेपछि त्यसलाई त्यो ट्रेन्ड लाइनलाई एक्सटेन्ड गरेर राख्छौं अनि फेरि त्यो ट्रेन्ड लाइनमा टच गर्न आउँदा हामी सपोर्ट अथवा रेसिस्टेन्स सो स्टार्टिङमा चाहिँ थाहा हुँदैन कुन चाहिँ ट्रेन्ड लाइन हो सो हाम्रो मैले स्टुडेन्टहरुलाई देखेको छु चाहिँ यहाँबाट प्राइस चाहिँ यसरी अलिकति बढेको यही रेट आउँछ त्यही नै ट्रेन्ड लाइन गर्दिनुहुन्छ सो विच इज भेरी ब्याड है यसरी ट्रेन्ड लाइन गर्दिहाल्नुहुन्छ त्यस्तो होइन लेट द प्राइस कम अनि हामीले चाहिँ रिब्यालेन्सिङहरु सबै कुराहरु चाहिँ अन्डरस्ट्यान्ड गर्नु कहाँसम्म प्राइस मुभ हुन्छ लिक्विडेसन कहाँ छ रिब्यालेन्सिङ कहाँ छ अनि त्यसपछि ड्रप भइसकेपछि बल्ल ट्रेन्ड लाइन चाहिँ कनेक्ट गर्ने अनि त्यसपछि एक्सटेन्ड गर्ने त्यो ट्रेन्ड लाइनलाई सो अर्कोचोटि थर्ड चोटि आउँदाखेरि चाहिँ यो सेकेन्ड चोटि भयो यो थर्ड चोटि आउँदा चाहिँ हाम्रो यो सपोर्ट रेसिस्टेन्ट भयो अहिलेको लागि चाहिँ यो रेसिस्टेन्ट भयो अनि जब ट्रेन्ड लाइन ब्रेकर छ डाउन ट्रेन्ड थियो हामी लो लोअर हाई लोअर लो गर्दै चाहिँ हामी लोअर लो गर्दै चाहिँ हामी गइरहेको थियो ट्रेन्ड लाइन चेन्ज भएपछि ब्रेक गरेपछि चाहिँ हामी चाहिँ हाई हायर लो ट्रेन्ड डाउन ट्रेन्डबाट अप ट्रेन्डमा चेन्ज भयो भन्ने कुरा चाहिँ हाम्रो यो चार्टमा देख्न सकिन्छ दुईटा
पहिला दुईटा पोइन्ट फेला पार्नु, थर्ड चाहिँ हाम्रो सपोर्ट, यहाँ चाहिँ बाईको लागि हेर्न पर्यो। दिस इज द की जोन फर द बाइङ, यो चाहिँ सेलिङको लागि भयो। अब जस्तै हामी गएर चार्टमा हेरौँ, यु क्यान सी इन अ चार्ट है, चार्ट हाम्रो चाहिँ दुईटा पोइन्ट फेला पार्नु पर्यो, 1 2 दुईटा फेला पारेपछि हामीले एक्सटेन्ड गरिदिने। सो यु क्यान सी आई टच हियर एन्ड देयर। सो यहाँबाट चाहिँ मार्केट ड्रप भएको थियो यहाँबाट, अनि यहाँबाट रिभर्सल भएर फेरि ड्रप भएर थोरै मात्र रिभर्सल भयो, फेरि कन्टिन्यू डाउन, अनि यहाँबाट ट्रेन्ड ब्रेक गर्यो। सो यु क्यान सी ट्रेन्ड ब्रेक गरेपछि अघि हामी के थियो त, लोवर लोवर लो, लोवर हाई, लोवर लो गर्दै तल झरिरहेको थियो भने अहिले प्राइस जब ट्रेन्ड ब्रेक गर्यो अनि प्राइस के गर्यो त, हाई हायर हाई हायर लो गर्दै प्राइस चाहिँ माथि गएको छ। यु क्यान सी हाई हायर लो हायर हाई हायर लो गर्दै प्राइस माथि गयो। सो यसलाई हामी चाहिँ ट्रेन्ड चेन्ज गरेर अप ट्रेन्डमा लाग्यो, डाउन ट्रेन्ड थियो अप ट्रेन्डमा लाग्यो। अब यो ट्रेन्ड लाइन दुईचोटि ठोकेपछि हामीले थर्डचोटि ठोकिँदा हाम्रो यो के थियो त, सपोर्ट थियो, अनि अर्कोचोटि ठोक्दा फोर्थचोटि ठोक्दा अर्को सपोर्ट। जबसम्म ट्रेन्ड ब्रेक गर्दैन तबसम्म हाम्रो चाहिँ सपोर्टको काम गर्यो। अब ट्रेन्ड ब्रेक गरेको छ भर्खरै है। सो विल टक अबाउट पछि यो बारेमा चाहिँ। सो यो अन्डरस्ट्यान्ड भयो कि हामीले चाहिँ ट्रेन्डलाई कसरी कोर्ने भने। अब हामी चाहिँ एउटा यसलाई चाहिँ सान टाइम फ्रेममा जाउँ, 4 आवरमा गएको छ म यहाँनिर। सो यु क्यान सी हियर 4 आवरमा अब हामीले दुईटा पोइन्ट फेला पारिसकेपछि यहाँनिर यु क्यान सी ट्रेन्ड लाइन, हामीले मैले यो ट्रेन्ड यो र यो कनेक्ट गरेर त्यसलाई एक्सटेन्ड गरिदिएको। यु क्यान सी यो र यो कनेक्ट गरेर यो एक्सटेन्ड गरिदिएको। एक्सटेन्ड गरेपछि जब यो ट्रेन्ड लाइन ब्रेक गर्यो हाम्रो प्राइस के थियो त, लोवर हाई लोवर लो गरिरहेको थियो प्राइस हो, रेसिस्टेन्टको काम गरिरहेको थियो। यहाँनिर अब हाम्रो चाहिँ जब ट्रेन्ड लाइन ठोक्यो त यो चाहिँ रेसिस्टेन्ट रिजेक्ट गरेर प्राइस चाहिँ गएको थियो भने, जब हामीले ट्रेन्ड ब्रेक गरिसकेपछि हामी प्राइस के गर्यो त, सर्ट टर्मको लागि भयो यो माथि अप ट्रेन्डमा गयो प्राइस। सो यु क्यान सी प्राइस स्टार्टेड अपसाइड जानको लागि चाहिँ गर्यो। सो फेरि ट्रेन्ड ब्रेक गर्यो, फेरि डाउन साइडमा गयो, अनि फेरि यहाँनिर ट्रेन्ड ब्रेक गर्यो, अनि फेरि प्राइस के गर्यो, अपसाइडमा गयो। सो यु क्यान सी दिस इज द ट्रेन्ड लाइनको फेक। ट्रेन्ड लाइनको फेक भनेको यु क्यान सी दिस इज द ट्रेन्ड लाइनको, अघि हामीले लिक्विडेसन पढेको थियो। यसलाई मोर अन्डरस्ट्यान्डिङ मैले अर्को पार्टमा गर्छु, मोर क्लियरको लागि चाहिँ। अहिलेको लागि चाहिँ के हो, ट्रेन्ड लाइन ब्रेक गर्यो तर लो चाहिँ गएको छैन, तर ट्रेन्ड लाइनको फेक चाहिँ यहाँनिर भएको छ। यो कुराहरू चाहिँ अन्डरस्ट्यान्ड चाहिँ हामी पछि गएर गर्छौँ, किनभने हामी फिबोनाचीहरू अरू कन्फ्लुएन्सहरू धेरै कुराहरू चाहिँ कनेक्ट गर्नुपर्छ यो कुरा, यो अन्डरस्ट्यान्ड गर्नको लागि। सो अहिलेको लागि चाहिँ हामीले ट्रेन्ड लाइनको अन्डरस्ट्यान्डिङ गर्यो। सो हाम्रो यो जोन के थियो, सपोर्ट, सपोर्ट, यो जोन हाम्रो रेसिस्टेन्ट, अनि यो जोन हाम्रो रेसिस्टेन्ट भयो। सो यो चाहिँ हाम्रो ट्रेन्ड लाइनको भयो हो। ट्रेन्ड लाइनको भइसकेपछि अब हामी चाहिँ जान्छौँ प्राइसको प्रकार कन्फ्लुएन्सको प्रकार, कन्फ्लुएन्सको अन्डरस्ट्यान्डिङ गर्छ। कन्फ्लुएन्स भनेको के हो, सो यहाँनिर चाहिँ मैले यो ट्रेन्ड लाइन कोरेको छु। अब हाम्रो कन्फ्लुएन्स अन्डरस्ट्यान्ड गर्यो। कन्फ्लुएन्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जहाँ चाहिँ बुल्स र बेयर चाहिँ फाइट गर्यो, कहाँ प्राइसलाई के रिभर्सल गर्ने कि कन्टिन्यू हुने, कसले जित्छ भनेर चाहिँ फाइट गर्यो। जस्तै यहाँनिर प्राइस ड्रप भयो अनि बुल्सले चाहिँ डिफेन्ड गर्न खोज्यो र बेयरले जितेर कन्टिन्यू डाउन गयो। यो एरियालाई हामी भन्छौँ, जुन चाहिँ यो एरिया छ, यो एरियालाई हामी के भन्छ त, यो एरियालाई जुन चाहिँ बुल्सले फाइट गर्यो नि, त्यो एरियालाई हामी भन्छौँ कन्फ्लुएन्स जोन। यसलाई हामी भन्छौँ कन्फ्लुएन्स जोन। यसलाई हामी भन्छौँ कन्फ्लुएन्स जोन। मैले नाम दिँदाखेरि के दिन्छौ, किप इन माइन्ड द्याट मैले नाम दिँदाखेरि चाहिँ लिक्विडेसनलाई डलर दिन्छौ, डलर साइन दिन्छौ, अनि कन्फ्लुएन्सलाई हामीले कन्फ्लुएन्स जोनलाई चाहिँ हामी बक्स लेख्छौँ, किनभने हाम्रो एउटा रेन्ज हुन्छ। कन्फ्लुएन्स जोन, किप इन माइन्ड द्याट कन्फ्लुएन्स जोनमा चाहिँ हामी रेन्ज हुन्छ, किनभने यहाँनिर कपल क्यान्डल पनि हुन्छ अथवा एउटा क्यान्डल पनि हुनसक्छ, जहाँ चाहिँ बुल र बेयरले अथवा बुलले चाहिँ फाइट गर्न ट्राई गर्यो। सो यसलाई हामी सिजी भन्छौँ, सिजी, ओके, कन्फ्लुएन्स जोन। कन्फ्लुएन्स जोन भन्छौँ, सिजीको नाम दिन्छौँ कन्फ्लुएन्स जोनलाई। सो यो भनेको कन्फ्लुएन्स जोन भयो। ड्रप अनि बुलले ट्राई गर्यो फाइट गर्ने र रिभर्सल गर्ने, तर सकेन, बेयरले जित्यो, तल डाउन भयो। सो यो जोन चाहिँ हाम्रो कन्फ्लुएन्स भयो।
यो जोन चाहिँ भविष्यमा गएर चाहिँ के हुन्छ त एक्ट एज अ सपोर्ट अथवा रेसिस्टेन्ट। अब यहाँ फेरि प्राइस के गर्यो प्राइस ड्रप बुलले फाइट गर्यो बुलले जित्यो र फेरि रिभर्सल भयो मार्केट र यो जोन हाम्रो के हो त फेरि कन्फ्लुएन्स हो यो भविष्यको लागि के हो त सपोर्ट भयो अहिलेको लागि सपोर्ट गरिसकेको काम भने अब बुल कन्टिन्यू गरिरहेको थियो बेयर आएर फाइट गर्यो अनि फेरि बुलले जित्यो कन्टिन्यू गर्यो यो जोन हाम्रो के भयो यो जुन फाइट गरेको जोन छ त्यो एरिया चाहिँ हाम्रो कन्फ्लुएन्स भयो सो यो एक्ट एज अ सपोर्ट अथवा रेसिस्टेन्ट यु विल सी है त अहिले म चार्टमा गएर देखाउँछु अनि यहाँनिर बुलले थियो अनि बेयरले फाइट गर्यो बेयरले जित्यो कन्टिन्यू डाउन गर्यो एउटा कन्टिन्यू डाउन अर्को रिभर्सल फेरि यो कन्टिन्यू अप अनि रिभर्सल चारवटा खालको हामी प्राइस एक्सन छ सो लेट्स गो अन चार्ट है चार्टमा गएर हेर्ने भने हामी यु क्यान सी लेट्स सी इन चार्ट डिलिट गर्नु हुँदैन किन माथि हामीले लेखिरहेको छ सो चार्टमा गएर हेर्ने भने यु क्यान सी मेरो चाहिँ यो कलर अर्को छ है कलर अर्को भएर चाहिँ कन्फ्युज होला रेड भनेको चाहिँ ब्ल्याक हो यो व्हाइट भनेको चाहिँ ग्रीन हो यति चाहिँ दिमाग राख्नु होला सो यु क्यान सी प्राइस के रहेछ यहाँनिर प्राइस यहाँनिरबाट ड्रप भएको छ ड्रप भयो प्राइस अनि त्यसपछि हामी यहाँ साइड वेज बसेको छ यु क्यान सी द्याट चारवटा क्यान्डल चाहिँ हामी साइड वेज बसेको छ अनि फेरि त्यहाँबाट हामी ड्रप भएर प्राइस झऱ्यो सो हाम्रो के भयो त त्यहाँनिर के हो यो के जोन भयो त कन्फ्लुएन्स जोन यो चाहिँ के भयो त हाम्रो लागि सिजी 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 भयो सिजी भयो भनेपछि यु क्यान सी मैले सिजी लेखेको छु सिजी भयो अब के हो त प्राइस ड्रप कन्फ्लुएन्स ड्रप यसलाई अलिकति लाइट गरिदिउँ रेड पनि रेड ड्रप कन्फ्लुएन्स ड्रप अब यो एक्ट एज अ रेसिस्टेन्ट किनभने हामी तल गइसकेको छौँ कन्फ्लुएन्स भन्दा अनि प्राइस के गर्यो रिभर्सल गएर त्यो कन्फ्लुएन्समा चाहिँ ठोकिएर अनि फेरि कन्टिन्यू गर्यो सो यु क्यान सी द्याट्स अ कन्फ्लुएन्स एक्ट एज अ रेसिस्टेन्ट अहिलेको लागि अब यु क्यान सी प्राइस अब यहाँनिर प्राइस हेरौँ अप कन्फ्लुएन्स अप सो यु क्यान सी अप कन्फ्लुएन्स अप यो कन्फ्लुएन्स चाहिँ हाम्रो के भयो त यो एरियामा तीनवटा चारवटा क्यान्डल साइडवेज बस्छ यो एक्ट एज अ सपोर्ट यु क्यान सी अप कन्फ्लुएन्स अप एन्ड देन ड्रप ब्याक टु द कन्फ्लुएन्स एन्ड देन कन्टिन्यू ब्याक अगेन सो अघि चाहिँ रेसिस्टेन्ट भएको थियो अहिले चाहिँ के भयो त सपोर्ट भयो भने अर्को भनेको चाहिँ हाम्रो के छ त रिभर्सल रिभर्सल छ होइन त रिभर्सल भनेको के हो त जुन चाहिँ हाम्रो प्राइस जहाँ गयो त्यहाँनिर कन्फ्लुएन्स बनाएर झर्यो जस्तै प्राइस यहाँ के भयो अप कन्फ्लुएन्स एन्ड ड्रप रिभर्सल भयो तुरुन्तै अब यहाँनिर मोर क्लियर छैन ड्रप ठुलो भएको नभएको भएर सो यु विल सी इन अ बिगर टाइम फ्रेम बट हियर सो यो अप भयो यो अप साइड गयो अनि यहाँनिर जुन साइडवेज बसेको छ त्यो कन्फ्लुएन्स भयो अनि ड्रप भयो इट डिन्ट ड्रप अल द वे बट यो कन्फ्लुएन्स भयो अब यो कन्फ्लुएन्स हामी ब्रेक गरिसकेपछि यो के हो त सपोर्ट भयो सो यु क्यान सी एक्ट इज अ सपोर्ट अनि कन्टिन्यू अप सो यो चाहिँ हाम्रो रिभर्सल भएको अप कन्फ्लुएन्स डाउन अनि अर्को भनेको चाहिँ माथितिर डाउन कन्फ्लुएन्स डाउन जस्तै ओके लेट्स सी हियर कुनै अलिकति क्लियर भयो भने चाहिँ मोर मच बेटर हुन्छ किनभने त्यो चाहिँ गएर सपोर्ट गरेको भयो भने चाहिँ सजिलो हुन्छ प्राइस सो यहाँ चाहिँ क्लियरली त्यस्तो खालको प्राइस एक्सन छैन एउटा ड्रप अनि माथि त्यो खालको छैन तर यहाँनिर एउटा हेर्ने भने यो ड्रप अनि अप यो ड्रप अनि यो अप अनि फेरि ब्याक टु त्यो कन्फ्लुएन्स जोनमा अनि त्यसपछि कन्टिन्यू सो यो पछि यहाँ प्राइस आयो भने यो चाहिँ एक्ट एज अ सपोर्ट पनि हुन्छ आजको कोर्स चाहिँ तपाईँलाई कस्तो लाग्यो आजको टपिक कस्तो लाग्यो अनि प्राइस एक्सनको बारेमा थोरै हामी एडभान्स हुँदै जाँदैछौँ अनि भिडियो नछुट्याइ हेर्नु होला आज हामीले अहिलेसम्म सिकेको कोर्सहरूमा चाहिँ हामीले लिक्विडेसन अनि रिब्यालेन्सिङ अनि आजको कन्फ्लुएन्स जोन अनि ट्रेन्ड लाइन यो कुरामा चाहिँ हामीले चाहिँ सिक्यौँ अब हाम्रो फर्दर हाम्रो चाहिँ भिडियो आउँछ पार्टहरू आउँछ
त्यो नछुटाउनु होला। त्यसको लागि चाहिँ सब्सक्राइब गर्नु होला। अनि तपाईँलाई यो भिडियो मन परेमा चाहिँ कमेन्ट गर्नु होला, लाइक, सेयर पनि गरिदिनु होला। क्लास जोइन गर्न मन छ अथवा ट्रेडिङ ग्रुप जोइन गर्न मन छ भने चाहिँ यो युट्युबको प्रोफाइलमा छ लिङ्कहरू, द कन्ट्याक्ट नम्बरहरू, क्यान कन्ट्याक्ट मी है। थ्याङ्क यू सो मच। सी यू इन नेक्स्ट पार्ट।